हेलो अनि नमस्ते गुड मर्निङ एभ्रिवान अनि हजुरहरू सबैमा ह्यापी माघे सङ्क्रान्ति। आज चाहिँ माघको 1 गते माघे सङ्क्रान्ति, त्यसैले मैले अब रेडी गर्दैछु माघे सङ्क्रान्तिको लागि खानाहरू। आज चाहिँ विशेष गरेर हाम्रो घरमा सेलरोटी बन्दैछ किनकि आज माघे सङ्क्रान्ति हो। त्यसको लागि मैले पिठोहरू सब मिक्स गरेर नि भिजाएर राखिसकेको छु। अनि अचारको लागि चाहिँ सबै चिजहरू भेजिटेबलहरू काटेर राखिसकेको छु। अनि मैले यहाँ बसालेको छु के बसालेको छु आलु, अनि दुध पनि उम्लिसक्यो। दुध पनि उमालेर मैले साइड लगाएर राखेको छु चाय पिनको लागि। अहिले चाहिँ नुहाइदै गरेपछि पनि पिने किनकि रेडी पार्दैछु। मम्मी चाहिँ पूजा गरिसक्नु भएछ अनि पूजा भइसक्यो। गाली गर्दै हुनुहुन्छ मेरो मम्मी चाहिँ, सधैँ गाली गर्ने काम छ। यहाँ चाहिँ ओ माय गॉड ड्याडी, गुड मर्निङ ड्याडी। नानी नुहाइन्यौ? एभ्रिथिङ इज गुड, नथिङ, काम गरिन। अनि के छ रियाना? हेलो गुड मर्निङ भन। उठ्ने होइन अब? लासिनु आमा। ड्याडी नुहाउनु भयो? All right. अनि त्यसपछि हामीहरू गाउँ जाडो छ, चिसो छ। यताको मनी स्लिपिङ। माघको 1 गते, what the hell day, के दिन हो यस्तो 1 गते दिन? त्यो चाहिँ पछाडि थियो अनि अगाडि बसी म अगाडि हजुरलाई देखाउँदैछु। हेर्नु न आज कस्तो चिसो दिन परिरहेछ। अनि त्यसपछि चाहिँ यहाँ मम्मीले आगो पुगेर पनि कराउनु ढोकाहरूमा पानी राखिसक्नु परेको छ जल। ओ माई गड नै दाइ लास्ट जाडो लाग्यो उठेर अरू काम गरेर गइरहेको थिएँ नि त। यहाँ मम्मीले आगोसागो बालेर मम्मी त नुहाएर पनि पूजा गरेर नि एभ्रिथिङ भइसक्नु भयो यस्तो चिसोमा। अनि मैले फेरि चिया बसाल्न लागेँ अनि मसला पनि रेडी गरिसकेको छु। त्यसपछि पालो भयो टिका लगाउनेको। अनि ड्याडीले चाहिँ सबैजनालाई पालो पालो लगाइदिनुहुन्थ्यो। फर्स्टमा चाहिँ नानुको पालो आयो कि, किनभने चाहिँ सानो मानिसलाई चाहिँ पहिले टिका लगाउनुपर्छ अनि लक्ष्मीलाई चाहिँ नढोक्ने कुरा हुँदै भएन नि त, छोरी भनेको लक्ष्मी हो नि त हाम्रो कल्चरमै। अनि त्यसपछि चाहिँ ड्याडीले मम्मीले सानो बहिनीलाई चाहिँ ढोक गर्दै हुनुहुन्छ। अनि त्यसपछि अर्को बहिनीलाई टिका लगाइदिनु भयो, आशीर्वाद सुन्नु। अनि मेरो फुपू पनि आउनु भएको थियो नि त। मेरो फुपूको आशीर्वाद त खै आवाजै निस्केको छैन, आशीर्वादको कुरा नगरौँ। अनि मेरो दिदी हुनुहुन्छ फुपूको माइली छोरी। अनि त्यसपछि नानीको पालो फुपूले नानीलाई पनि टिका लगाइदिनु भयो। मम्मी ड्याडीले पनि लगाइदिनु भएको थियो सबैलाई टिका, तर फुपूले पनि लगाइसक्नु भएको नि त, तर भिडियो क्याप्चर भएर हुन्छ कि खिचिदिनु भयो। त्यसपछि मलाई पनि ढोक गर्नलाई फेरि मोटो मान्छे भने म आफै फोटो उठाइदिएको कि। ड्याडीलाई चाहिँ नानीले मिलाएर देखेर बाबा म तपाईँलाई लगाइदिन्छु भने मैले जानेन नि त बाबा लगाइदिनु। मम्मी चाहिँ सिकाउँदै हुन्थ्यो, मैले चाहिँ उसलाई हातले समातेर यस्तै लगाउनुपर्छ भनेदेखि यस्तै लगाऊ है टिका, अनि यस्तो प्रेस गरेर दबाऊ अनि बल्ल चाहिँ हुन्छ बाबा भनेर सिकाइदिएँ। अनि बाबालाई पैसा देऊ भनेको त छैन नि। अनि आशीर्वाद त सुन्दाखेरि ड्याडीको, ड्याडी इज लाइक वन्डरफुल के। त्यसपछि चाहिँ त्यहाँ के कम्प्लेनहरू थियो अनि त त्यस्तै हो, घरमा त भइहाल्छ नि। सबै सुखी शान्ति ड्याडी भन्नु न। ड्याडीको आशीर्वाद लागेको छ सबैलाई न। सुख शान्ति समृद्धि रहोस् सबैमा हाँसी खुसी रहोस्। दर्शन रोग सबै आफूलाई जाओस्, लक्ष्मी माता कृपा होस्, सबै परदेशमा गएका छोराछोरी भाइ भतिजालाई राम्रो होस्। ल भयो राम्रो होस्। आटे ताइको ल भयो अब आउने सालमा माघे सङ्क्रान्तिको धेरै धेरै शुभकामना सबैजनालाई। हैन बुबु? ल
अनि आजको दिन हेर्दाखेरि चाहिँ बिहानको दिन पनि घाम लाग्दैन सधैँ त सूर्यदेवको आगमन पनि भइसकेको छ कि मैले त्यति थरी चाहिँ मैले बनाएको थिएँ अनि भगवान्लाई चाहिँ चढाउनु पर्छ। हेलो एभ्रिवान, आज माघे सङ्क्रान्ति हजुरहरू सबैमा माघे सङ्क्रान्तिको धेरै धेरै शुभकामना। अनि हाम्रो चाहिँ यहाँ माघे सङ्क्रान्तिमा रोटी कुखुरा ड्याडीले काटिदिनुहुन्छ। सबै आफ्नै काममा मेरो फुपू आउनुभएको छ, मेरो फुपू प्यारी फुपू माघे सङ्क्रान्ति मान्न। अनि यहाँ चाहिँ रोटी बन्दैछ, हाम्रो ट्रेडिसनल फुड सेल रोटी। यो चाहिँ हाम्रो विशेष चाडहरूमा बन्ने गर्छ। हजुरहरूले पनि सेल रोटी खान मन छ भने ल हेर्नु साथीहरू, आज माघे सङ्क्रान्तिको सबै खानपिनहरू बनिसकेर रेडी भएको छ। हजुरहरूलाई चाहिँ म देखाउँदैछु, हजुरहरूले पनि खानुभयो होला, हामी पनि खाँदैछौँ। मेरो ड्याडीले चाहिँ मोबाइल हेर्दै हुनुहुन्छ, मम्मी चाहिँ सबै मेरो आन्टी, मेरो फुपू, दिदी, मम्मी, दिदी सबैको लागि खाना हाल्दै हुनुहुन्छ। अनि सबै मिलेर हामी चाहिँ खाँदैछौँ कि एकदम खुसी हुँदै। वी आर सो ह्याप्पी। अब चाड हो एउटा माघे सङ्क्रान्ति, नेपालीलाई हामीहरूमा धेरै मान्छौँ। एकदम घाम लागेको थियो अनि सबै बाहिर बसेर खाऊँ भनेर अङ्कल ड्याडी। माघे सङ्क्रान्ति आज कसरी मनाउनु भयो? आफ्नो गच्छे अनुसार चाहिँ मनाइयो। यस्तो होइन उफ्रिएर माथिएर होइन, आफ्नो गच्छे अनुसारले सबै दिदी भान्जी भाइ बुहारी छोरा छोरी भतिजा भतिजी सबैसँग बसेर एकदम खुसी मनले मनाइएको जस्तो लाग्छ। हजुरहरूको साथ सपोर्ट चाहियो, यसो लाइक गरिदिनु। देख्नु हो मेरो ड्याडी कति पोजिटिभ हुनुहुन्छ, कति सपोर्टिभ हुनुहुन्छ, तर हल्का पैसाको टाइममा त कन्जुस हुन्छ। पूजा के छ हालखबर? ठिक छ, राम्रो छ। दुई शब्द बोल्नु हो। माघे सङ्क्रान्ति मेरो माइतीहरूलाई धेरै धेरै धन्यवाद। राम्ररी खायौँ, राम्ररी बस्न अझै राम्रो हुँदै जाओस्, हामी सधैँ यसरी बस्न पाऊँ, यही खुसी छ मलाई। धेरै धेरै शुभकामना भाइ बुहारी दाइ भाउजू सबै मित्र। अनि मम्मी जान के छ हालखबर? ठिक छ छोरी, राम्रो छ। अहिलेको जस्तो माघे सङ्क्रान्ति कहिल्यै भएन। रमाइलो सधैँ त रमाइलो हुन्थ्यो। अहिले अब सबै आफ्नो दिदी आउनुभयो, बाबु आउनुभयो, सबै राम्रैसँग रमाइलो मान्नु। अनि अब रमाइलोसँग मानियो मेरो दिदीको 2-4 शब्द जाओस्। एकदम एकदम बेस्ट। अहिलेको माघे सङ्क्रान्ति एकदम राम्रो भयो। मेरो मामा राईला, मामा राईले, माइजू प्यारो मामा माइजूले इन्भाइट गरेर यति रमाइलो भयो। यो आजको दिन एकदम स्पेसल फिल भयो। थ्याङ्क यू सो मच, यति धेरै मायाको लागि, यति धेरै सम्मानको लागि थ्याङ्क यू सो मच। अनि रियाको कस्तो लाग्यो त? रियालाई कस्तो लाग्यो आजको माघे सङ्क्रान्ति? कतिको रमाइलो छेउ भन न। राम्रो लाग्यो, आऊ लाग्यो भन न। आऊ देखायो कति खुसी छौ दिदी फुपू आएर? कति खुसी छौ फुपू र दिदी आएर? खुसी छौ? रितिका 2-4 शब्द तेरो पनि जाओस्। बोल न, कस्तो लाग्यो आज माघे सङ्क्रान्ति? तिमीलाई बोल्न आउँदैन। अनि आज माघे सङ्क्रान्ति एकदम धेरै रमाइलो पनि भएको छ। रमाइलो हाम्रो संस्कार अनुसार, संस्कृतिक अनुसार पूजा पाठ गरेर सबैलाई टिका लगाएर खानपिन खाएर रमाइलो गऱ्यौँ। त्यही भएर सबैले राम्रोसँग मनाउनु भयो होला भन्ने आशा गर्दै आज चाहिँ म हजुरहरूलाई फेरि पनि ह्याप्पी माघे सङ्क्रान्ति भनेर बाई भन्छु। ओके, थ्याङ्क यू फर वाचिङ, लभ यु गाइज। सपोर्ट गरिदिनु होला धेरै धेरै धेरै।